अब तिमीलाई टेन्सहरूको फेरि सबै आयो होइन, फ्युचर टेन्स, फ्युचर अनि पास्ट सबैको आयो। तर त्यो चारवटा कुराले भनेको कुरा के छ, मिनिङ कुन कन्डिसनमा बोल्ने। जस्तै फ्युचरको पनि कन्टिन्यू हुन्छ होइन, पास्टको पनि कन्टिन्यू हुन्छ, प्रेजेन्ट कन्टिन्यू हुन्छ, पर्फेक्ट पनि त्यसै गरेर सबैको हुन्छ। तर कुन कुन चाहिँ एक्टिभिटिज गर्दाखेरि कुन कन्डिसनमा बोल्ने, कुन अवस्थामा बोल्ने भन्ने कुरा हुन्छ क्या। हो, तिमीले त्यो मिनिङ चाहिँ नेपालीमा बुझ्यौ भने आजको यो भिडियोमा तिमीलाई मैले त्यो सबै टेन्सहरू कस्तो कस्तो कन्डिसनमा बोलिन्छ होइन। मैले भात खाएँ भने के बुझेँ अरे, मैले भात खाएँ भने मैले भात खाएको थिएँ, मैले भात खाँदै थिएँ, यसले धेरै मिनिङ छ। खाँदै थिएँ भने कन्टिन्यू भइरहेको छ होइन, खाएको थिएँ भने खाएको छ, खाएको रहेछ भने कुरा। मैले भात खान्छु भने खान लाग्छ, मैले भात खाएको छु भने मैले भात खाइसकेको छु भन्ने कुरा बुझिन्छ हो किन। यसलाई कसरी यो टेन्समा चाहिँ के उसको मिनिङ हो, यो कुरा तिमीलाई मैले चाहिँ इङ्ग्लिसलाई चाहिँ नेपाली मिनिङमा यसले भनेको कुरा यस्तो हो कुरा बुझ्यौ, मजा आयो नि। त्यसपछि भनेको चाहिँ फेरि क्वेसन, क्वेसन कसरी बनाउनु, डब्लुएस क्वेसन राखेर होइन, एक्जिट अगाडि राखेर त्यसलाई कसरी बनाउनु, क्वेसन एकदम सहिलो चाहिँ बनाउनु तरिका। तर मेन कुरा यो जानुपर्छ, तिमीले बोक्यौ, तिमीलाई आयो, अब मैले यो चाहिँ तिमीलाई नेपाली मिनिङमा ट्रान्सलेट गर्दा यो 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 एक्सनमा यो बोलिन्छ है, यो एक्सन त्यो एक्सनको कन्डिसनमा यो बोलिन्छ भनेर तिमीलाई मैले बुझाउनु गएर है, बुझ्यौ।